साथीहरू आज चाहिँ मदर डेमा स्पेसल मम्मीलाई हामी सरप्राइज दिँदैछौँ। बिहान चाहिँ त्यतिकै टिका मात्र लगाइदिउँ, लड्डु थोरै मिठाई थियो खुवाइदिउँ, अनि स्पेसल त्यस्तो केही पनि गरे जस्तो मलाई होइन। म मेरो दिदी मेरो दाइ मिलेर हामी सरप्राइज दिन्छौँ, आउनु है हेर्नु। साथीहरू ह्याप्पी मदर डे। यस्तो यस्तो दामी साथीहरू अहिले चाहिँ हामी भाग्यसँग मजाक गरेर ल्याउँछु। दाइले चाहिँ ल्याएर भन्छ कमान साथीहरू। ह्याप्पी मदर डे। तिम्रो माया शीतल सुन आमा तिम्रो काख माया दिने सौदारी पिपलु बरसै आमा हो हाँसिराखे है। सोच्नु भएको थियो आउँछु आइपुग्छु भनेर, नसोचेर आइपुग्छु। आमा हो हाँसी बसे है म भन्। मेरो दिदी चाहिँ फर्स्ट प्लानिङ गर्ने चाहिँ मेरो दिदीले हो। ल मम्मीलाई के भन्न चाहन्छस्? के भन्नु सधैँभरि खुसी हुनु। फेरि रुन लाग्छ। अरे यस्तो बिहे गरेपछि हाम्रो कौलो मनको हुने रहेछ नि साथीहरू। त्यही हुनाले मेरो दिदी चाहिँ रोइहाली नरो। साह्रै दुखिया रहेछस् त पनि, सधैँ रोइरहने कर्म लिएर जन्मिस। तेरो आफ्नो मनको कुरा भन्न सकिँदैन होइन, तर म के भन्छु नरो। धेरै धेरै शुभकामना मेरो छोराछोरीलाई। नरुनु किन रुँदै हुनुहुन्छ? धेरै खुसी लाग्यो। हाम्रो ह्याप्पी मोमेन्ट हो कि मम्मी रुने होइन, बुझ्नुभयो कि नै? हजुरले सानोमा हामीलाई जति हुर्काउनु भयो त्यति ठुलो त्यति त हामी गर्न सक्दैनौँ, तर सानो सानो खुसी चाहिँ हामी गराउन सक्छौँ नि आफ्नो मम्मीलाई, हो कि नै साथीहरू? हामी पनि आशा गर्छौँ हामी यो जुनीमा त अर्को जुनी पनि हामी हाम्रै मम्मीको छोरा हुन पाऊँ, छोराछोरी हुन पाऊँ। हामी अर्को जुनीमा पनि हाम्रै मम्मी आमा हुनु के बोले भाइ? अब के बोले? यो जुनी मात्र होइन, अर्को जुनीमा पनि म मेरै यही मम्मी नै खोज्छु साथीहरू। न योभन्दा धेरै राम्रो न योभन्दा धेरै कम, म यही मम्मी मात्र चाहन्छु। सो साथीहरू ह्याप्पी मदर्स डे। हजुरहरूले कसरी मनाउनु भयो हामीलाई थाहा छैन, तर हाम्रो चाहिँ एकदमै राम्रो भयो। सानो भयो, सिम्पल भयो, तर राम्रो भयो साथीहरू। ल बाई।